Hi guys, welcome back to my YouTube channel. सबैजनालाई प्रजना राईको युट्युबमा वेलकम छ। आज चाहिँ कति दिनमा मैले भ्लगिङ गरेँ अनि किन भन्दाखेरि चाहिँ साथीहरु अस्तिदेखि ड्याडीलाई सन्चो पनि थिएन नि त। हामी हिँड्न त हिँडिरहेको थियौँ तर सन्चो नभएर इमर्जेन्सीमा आएको थियौँ काठमाडौँ चाहिँ। अनि त्यही भएर ड्याडीको चाहिँ के भयो भनेर दिपङ्कल हुँदो रहेछ। ड्याडीको चाहिँ के भएको भन्दाखेरि त्यो यस्तो ढाडहरू दुख्थ्यो अनि त्यस पछाडि चेक गर्न जाँदाखेरि हस्पिटलमा चेक गर्नलाई गएको थियौँ अनि के भन्छ भिडियो एक्सरे गर्यो। त्यस पछाडि खै के आएछ रिपोर्टमा अनि त्यो सिटी स्क्यान गर्नु भने एब्डोमेनको अनि सिटी स्क्यान गर्दाखेरि चाहिँ त्यो किडनीमा मासु पलाएको रहेछ। अनि त्यही भएर त्यो मासु पलाएर चाहिँ अनि इमर्जेन्सी आउनु पर्यो क्या जानु भनेर अनि हामी आयौँ काठमाडौँ। अनि त्यस पछाडि टिचिङ हस्पिटलमा गयौँ अनि त्यहाँ टेस्टहरू थियो दिनदिनै एक हप्तासम्म चाहिँ के टेस्ट गर्दै रिपोर्ट आउनलाई टाइम लाग्यो। अनि त्यस पछाडि डेट पाउँदैन नि त अनि त्यहाँ मिलाएर डेटहरू अनि कुर्दै यत्रो दिन हामी काठमाडौँ बस्यौँ। अनि ड्याडीको चेकअपको लागि चाहिँ हामी यहाँ आएको अपरेसनको 5 दिन भयो आज। अनि आज चाहिँ हामी डिस्चार्ज हुँदैछौँ। त्यही भएर आज मैले सानो भ्लग बनाउन लागेको। अनि त्यो किडनीमा भएको मासु पनि हामीले फाल्यौँ। त्यो किडनीमा भएको जति पार्ट छ मासु फैलेको छ त्यो पार्टको किडनी चाहिँ निकालेर फाल्यौँ। 1/3 किडनी चाहिँ हामीले निकालेर फाल्यौँ एउटा ड्याडीको। अनि सबैजनालाई मलाई सोधिरहनु भएको थियो अनि सबैजनाले अङ्कललाई चाँडै निको होस् यताउति विस गराउनु त सबैजनालाई थ्याङ्क यू सो मच। र आज चाहिँ अब सबै यहाँ सकिँदैछ। अब त्यहाँ डिस्चार्ज पेपरमा रेडी गरेर अनि त्यस पछाडि अनि हामी घर जान्छौँ साथीहरू। म यहाँको देखाउँछु ल तपाईहरुलाई। यहाँ हामी बसेको क्याबिनको यो चाहिँ हामी बसेको क्याबिन थियो है 203 मा युरोलोजी वार्डमा। ड्याडी चाहिँ यस्तो छ अरे। ड्याडीलाई चाहिँ कस्तो छ अहिले अलिक ठिकै छ नि होइन। अहिले भर्खर ड्रेसिङ गरेर खोइ ड्रेसिङ यहाँ ड्रेसिङ गरेको छ साथीहरू यहाँ ड्याडीको होइन। अनि यहाँ हेर्नु न यहाँ चाहिँ गुड छ। यहाँ चाहिँ मेरो गुड यहाँ चाहिँ मेरो गुड हो साथीहरू। आजदेखि यो गुड पनि उड्दैछ मेरो। मलाई एकदम अलिअलि दुःख लागिरहेको छ। म यहाँ सुतेँ होइन यसरी यहाँनिर ओछ्यान लगाएर सुतेको हो म चाहिँ साथीहरू यहाँनिर। अनि मामुको गुड चाहिँ यहाँ हो। तर तपाईँले त्यसरी लाउनु भएको थियो नि त अलिक यता ल्याएर यसरी लाउनु भएको थियो नि त। मामाको गुड चाहिँ हो होइन। अनि मेरो चाहिँ यही थियो यो सामानहरू सब यही त्यहाँ बाहिर लगाएर बस्दा सजिलो हुने रहेछ पनि लाग्छ मजाले। उयो हेन्डलले पनि ठोक्यो कतिचोटि होइन त्यस्तै हो। अब त्यो त ठोकिहाल्छ नि केयर गर्नु पर्यो नि त। अनि अर्को कुरा देखाउँछु ल म साथीहरू तपाईँहरूलाई। यहाँ हेर्नु न यहाँ आरुको बोट हेर्नु न यहाँ कस्तो राम्रो छ यहाँ। तर अफसोस आरुको बोटमा आरु पाकेको चाहिँ रहेछ र होइन नभए त यहाँ टिप्दै रमाइलो हुन्थ्यो। यस्तो छ यहाँ चाहिँ क्यान्टिन पनि यहाँ तल छ। क्यान्टिन चाहिँ यता हस्पिटलको यहाँ मनमोहन सेन्टर छ यहाँनिर। जानलाई अब पुरै हामीले सामानहरू यहाँ पुरै रेडी गरिरहेको छौँ सबै। यहाँ ब्यागहरू यता र यहाँ चाहिँ मेरो गुड प्याकिङ हुँदैछ साथीहरू। अब दिप अङ्कलले गुड प्याकिङ गर्नु हुँदैछ। यो सियाको त्यो यहीँको सबै अस्ति इमर्जेन्सीमा यहीँ बाहिर पाएर सबै यहीँ किनेको हो कि यिनीहरू। यो अब के गर्नु यत्तिकै यो त्यो सिरानी पनि यहीँको होला कि हाम्रो हो यो पनि हाम्रै हो। सिरानी पनि 3वटा यो पनि 3वटा सबै साथीहरू यस्तै छ। अङ्कलको चाहिँ पुरै यहाँनिर हस्पिटलको यो फ्लावर चाहिँ अस्ति महेन्द्र फुपूले आउँदाखेरि ल्याइदिनु भएको साथीहरू होइन। अनि यहाँ अर्को पनि छ यहाँनिर यो फ्लावर चाहिँ सोनान्तीले ल्याइदिनु भएको हिजो। यो पनि लिएर जान्छु म अब किनभने मलाई फ्लावर एकदम मनपर्छ। यहाँ के लेखेको छ हजुरलाई स्वास्थ्य लाभको कामना लेख्नु भएको रहेछ सोनान्तीले। थ्याङ्क यू सो मच दी। अब यो पनि प्याकिङ गर्ने हो। टिपिहाल्नु भएछ कस्तो छ टर्रो होला यता हेर्नु न मुख हेर्दा टर्रो
मिठाई त अहिले पाक्ने बेला भएको छैन नि त अलिक अनि यसरी टिप्ने सरकारी हस्पिटलमा सबै थोक सरकारी हुन्छ हो सबैले खाना पाइन्छ टिप्न ल डिस्चार्जको पेपर दिएको छैन टाइम लाग्छ एकछिन त्यहाँ के अब डिस्कस गर्दै होला नि के होला अनि अहिले बनाउँछन् पेपर ल साथीहरू यो गुडहरू पनि रेडी भयो यहाँ सबै अङ्कल चाहिँ यहाँ ट्याक्सी अब सामान लानको लागि भन्नुहुँदैछ यही हो ट्याक्सी ए ल बाई बाई ल साथीहरू अब म चाहिँ माथि रुममा गएँ फेरि क्याबिनमा अनि त्यस पछाडि अब त्यहाँको पनि डिस्चार्ज पेपर आएपछि चाहिँ हामी घर जान्छु म भिडियो बनाउँदै गर्छु हेर्दै गर्नु है त म चाहिँ माथि आइसकेँ फेरि पनि हामी अब कुरिरहेको छु कति बेला यहाँ डिस्चार्ज पेपर रेडी गर्नु हुँदैछ र रेडी भएर पठाउ बोलाएर हामी ट्याक्सीमा आएको थियौँ अस्ति पनि ड्याडीले ड्राइभ गर्नु हुँदैन थियो अनि त्यस पछाडि अहिले ट्याक्सीमा जान्छौँ हामी पठाउ बुक गरेर होटलमा फेरि ब्याक टु होटल सिनामङ्गलमा बसिरहेको छौँ हामी चाहिँ अब यहाँबाट पेपर रेडी भएपछि सिनामङ्गल जान्छौँ गाइस हस्पिटलको नयाँ एक्सपिरियन्स भयो 5 दिन चाहिँ यसरी बसेर म चाहिँ बसेको थिइनँ अहिलेसम्म हस्पिटल त गएको थिएँ तर यसरी नै हस्पिटलमै बसेर गएर यत्रो दिन बसेको थिइनँ नयाँ एक्सपिरियन्स भयो मेरो लागि चाहिँ अनि आजदेखि चाहिँ साथीहरू मेरो गुड पनि भत्कियो अब यहाँ गुड लाएर म बनाएर बसेको थिएँ मामुले गुड गुड भनेर गुड पुरै भाइरल भएर गुडमा पनि अब मेरो भत्केर अब गइसक्यो गुड पनि ब्याक टु होटल हुन्छौँ हामी अनि सबैजनालाई थ्याङ्क यू सो मच नर्सहरूलाई डक्टरहरूलाई अनि यहाँ सफा गर्न आउने दिदीहरूलाई थ्याङ्क यू सो मच सबैजनालाई अब चाहिँ ड्याडीलाई पनि निको हुन्छ होला बिस्तारै बिस्तारै रेस्ट गर्नुपर्छ भनेको छ अब त्यो टाँका खोल्ने बेलामा आउनुपर्छ होला अनि ड्रेसिङ गर्ने बेलामा मैले पनि सिकेर गएको छु मै रुममा म पनि गरिदिइहाल्छु केही भन्नु छ मामु तपाईँलाई एक दुईवटा कुरा पक्नु है त ल एक दुईवटा शब्द भन्नु न त ल प्रतिदिन राईको ब्लगमा वेलकम छ मेरो तर्फबाट पनि अनि मेरो ब्लगमा पनि सब्सक्राइब फर्स्ट कुरा होइन अनि सेकेन्ड कुरा चाहिँ हामी यहाँ टिचिङ अस्पताल बसेको पनि 5 दिन भइसक्यो अनि हाम्रो अपरेसन एकदमै सक्सेसफुल भयो हामी एकदमै खुसी छौँ आभारी छौँ जो चाहिँ के अरे हाम्रो भोजराज लुइटेल सरको टिमले लुइटेलले गर्नुभएको थियो अपरेसन चाहिँ एकदमै सक्सेसफुल भयो त्यसको लागि थ्याङ्क यू सो मच एकदमै हृदयदेखि नै अनि जसले चाहिँ हामीलाई भोजराज लुइटेलसँग गराउनुपर्छ भनेर सजेसन गर्नुभएको थियो जो चाहिँ मेरो प्यारो भाइ बादल डाक्टर बादल कार्की उसलाई झन् एकदम धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु साथीहरू अनि एकदमै टिचिङ हस्पिटल राम्रो छ अनि मैले सिकेको एक दुईवटा कुरा चाहिँ हामी अब पुरुषहरूको त त्यति थाहा भएन मैले सोद्धाखेरि महिलाहरूको चाहिँ हामीले अब जस्तो एक वर्षमा यो स्तन सम्बन्धी क्यान्सरको चाहिँ हामीले गर्नुपर्ने रहेछ चेकअप गर्नुपर्ने रहेछ त्यो चेकअप चाहिँ मैले पनि गरेँ अनि त्यस पछाडि प्रजिनाले पनि गरिन् हजुरहरूले पनि गराउनु होला वर्ष दिनमा गराइराख्नु होला त्यही अब यति नै भन्न चाहन्छु यो मेरो कुराहरू थ्याङ्क यू सबैजनालाई अल यो के अरे टिमदेखि लिएर यो टिचिङ हस्पिटलको सबै स्टाफहरूलाई एकदमै हृदयदेखि धन्यवाद दिँदै थ्याङ्क यू सो मच भन्छु अनि अर्को कुरा साथीहरू हाम्रो बायोप्सीको त्यो जुन त्यो मासु त्यो निकालेको थियो हो त्यो चाहिँ बायोप्सीको लागि दिएको छौँ हामीले यहीँ सुरेश वाग्ले बिल्डिङमा दिएको छौँ अब त्यसको रिपोर्ट चाहिँ ठ्याक्क 2 विक्समा आउँछ अझ 5 दिन भयो अझै बाँकी छ अनि के हुन्छ त्यस पछाडि चाहिँ म जस अपडेट गर्दै गर्छु के आउँछ नेगेटिभ नै आउँछ होला यो नेगेटिभ आउँछ पनि होला अनि त्यस पछाडि चाहिँ अब के भन्छु भने अब फेरि ड्याडीलाई म क्वेसन सोध्छु है त साथीहरू र ड्याडीलाई पनि केही भन्नु छ ड्याडी एक दुईवटा कुरा कस्तो भयो त तपाईँको अपरेसनको अब एक दुईवटा कुरा भनिदिनु न किन एक दुईवटा मात्रै भन्नु होइन 4-5 वटै भन्नु फोन यता उ गरेर भनिदिनु न त अपरेसन राम्रो छ हस्पिटलमा डाक्टरहरूको टिम राम्रो विशेष धन्यवाद मेरो सालो बादल कार्कीलाई ऊ नभएको भए सम्भवै हुँदैन थियो यो बेलासम्ममा यहाँ अपरेसन हुने होइन
अनि लगायत अरू टोलीहरू हाम्रो रेग्मी सर के अरे डाक्टर भोजराज लुइटेल डाक्टर साहबलाई विशेष धन्यवाद। मेरो सानो लगायत सम्पूर्ण टिमलाई चाहिँ मेरो तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र एकदम राम्रोसँगले चाहिँ नि गर्नुहुँदो रहेछ उहाँले अपरेसन। उहाँहरूको बारेमा पनि बुझेरै आएको तर पनि अझै राम्रो टिचिङमा चाहिँ होइन र कोही पनि भर्सक रोगै नलाग्ने गरी तपाईँहरू चाहिने यसो होइन रनिङ सनिङ स्वास्थ्य जिम सिम यताउति एक्सर्साइजमा ध्यान दिनु होला। खानपानमा नहोला म जस्तो रजनीगन्धा र भेप नखानु होला। म रजनीगन्धा र भेप खाने भएर यहाँ चाहिँ अब अपरेसनसम्म गरिन्छ भइसकेको छ। ल आयो पेपर हाम्रो ल पेपर पनि आयो है साथीहरू। ल खुसी हुनुहुन्छ होला होइन ड्याडी त? म खुसी छु एकदम घर जाने हुँदा। अम्मै तिम्रो बारेमा के हो? मोटीको बारेमा अस्ति के भन्नुहुन्थ्यो? मोटी भयो भनेर गाली गर्थेँ म नमोटा भनेर। तर बुढा बिमारी हुँदा चाहिँ मोटो श्रीमतीहरूलाई नै काम लाग्दैन छैन। बुढो उचालेर मलाई त छोरीलाई उचाल्न भन्दाखेरि छोरी अलिक नसक्ने र पनि बल चाहिँ गर्थे होइन। बुढीले त कुद्नलाई चाहिँ नि मामु भए सक्नुहुन्थ्यो अनि मामुले त जुरुक्कै हो यताउति कुद्नलाई त फेरि अनि दुब्लै चाहिन्छ नि त भनेर मोटी धेरै मोटी पनि हुनु हुँदैन होइन। स्वास्थ्यको लागि राम्रो होइन। मोटी भन्दा पनि म अलिकति बलियो चाहिँ छु मोटी भए पनि त्यही हो। अनि फेरि पहिलादेखि नै मैले अब सासू ससुराहरू सबैलाई स्याहार्दै आएकोले उहाँहरू पनि एकदमै मोटो हुनुहुन्थ्यो। अनि त्यही भएर मैले मजाले नै उठाएँ सुताएँ गर्ने कामहरू गरेँ। अनि उहाँले भन्नुहुँदै थियो के अरे मोटी भनेर कराउँथे तर म यस्तै चाहिने रहेछ भनेर चाहिँ तर अब यस्तो भन्नुहुँदैछ त अब तिमीले के होइन अब 10 देखि 15 किलो चाहिँ यहाँबाट गएपछि घट्नुपर्छ एक्सर्साइज गर्नुपर्छ। घिउमा पकाएर खाए पनि घिउमा पकाएर खाने हो घिउको सब्जी खाने हो तर थोरै खाने हो टाइममा खाने हो। उहाँलाई पुरै ज्ञान भएको छ साथीहरू अहिले हेल्थको बारेमा परेपछि मान्छेलाई थाहा हुन्छ नि त त्यस्तो। अनि ल गाइज अब पेपर पनि आइसक्यो। अब म रेडी गरेर अनि हामी घर जान्छौँ। फाइनली सक्यो। यति पैसा रिफन्ड भएछ 3000 कति रिफन्ड भएछ गाइज। यति खुसी। अब चाहिँ हामी जान्छौँ रुम। फाइनली अब चाहिँ सक्यो सबै काम। अब पठाउ बोलाउँछु पठाउ बोलाएर अनि जाने हो घर। बिहानदेखि केही खान पाइएको छैन साथीहरू त्यही भएर भाउजूले मोमो ल्याइदिनु भएको रहेछ सोलिरा भाउजूले। अनि म मोमो खान लागेको। कुदेको कि अनि त खानै पाइँदैन। कति दिनपछि मोमो। यहाँ पनि क्यान्टिनमा पनि थियो तर मिठै नै के यहाँको त हामी चाहिँ अब बाई भनिसकेँ। यहाँ चाहिँ ड्याडीलाई भेट्न लाउनु भएको थियो। अब चाहिँ लाग्यौँ हामी। आइसक्यो ल हामी चाहिँ ट्याक्सी चढ्यौँ। अब साथीहरू रुम जानको लागि बिस्तारो भनिसक्नु भयो। यस्तो निन्द्रा लागिरहेको छ साथीहरू। पुरै निन्द्राले आए मामुको त पुरै निन्द्रा पुगेको छ होला नि। तेरो जस्तो सुत्छु र आमा तेरो जस्तो सुत्छु र अरे मामु
तपाईँ के भन्छ सुन्नु न एउटा कुरा तपाईँ हस्पिटल आएदेखि 5 दिनमा निक्लिनु भएको अझै होइन त तपाईँलाई मैले कहीँ कुदाएँ भन्नु त अनि म सुतेर बसेँ होइन सुतेर बसेँ होइन तपाईँ कहीँ जानुभयो त केही लिनलाई मैले पठाएँ त पठाइनँ नि मैले भन्न खोजेको त गुफाबाट तपाईँ आज निक्लिनु भएको हो नि त अहिले झन् त्यस्तो राम्रो गुड लगाएर बसेको थिएँ गुड त बिहान र बेलुका त अनि दिउँसो त म कुद्नु पर्थ्यो नि त यति कुदेँ म यति कुदेँ होइन के भन्नु के अब आमा फेरि त्यो नजिकै भए पनि एउटा कुरा माथिबाट तल लाइन बस्नु पऱ्यो 100 नम्बरमा लाइन बस्नु पऱ्यो त्यस्तै पैसाको काट्नलाई त्यस पछाडि दबाईमा 99 मा यो 100 र 99 नम्बर त अब मलाई त 100 र 99 मलाई मन पर्न छोडिसक्यो साथीहरू नम्बर लाइन यति धेरै लाइन त्यहाँ नभएको दबाई फेरि बाहिर जानु पऱ्यो फार्मेसी है कुदेको कुदे माथिदेखि घरि एकैछिनमा के लिनलाई पठाउँछ घरि के लिनलाई पठाउँछ दिमाग खराब साथीहरू पान पराग हेर्नुभएको मामले दिमाग खराब पान पराग भयो तर आज फाइनली घर जाँदैछौँ साथीहरू हामी अनि अब फलोअपमा चाहिँ त्यो बायोप्सीको रिपोर्ट आएपछि अनि त्यो रिपोर्ट लिएर अनि फलोअपमा बोलाउनु भएको छ त्यस पछाडि फलोअपमा आउनु भनेर अनि हामी अब त्यतिन्जेलसम्म चाहिँ हामी बस्छौँ नै त्यतिन्जेलसम्म चाहिँ अलिक बेडलाई सन्चो पनि हुन्छ नि त अलिक त्यो घाउहरू पनि कम हुन्छ साइडमा त्यो पाइप हालेको बेला त्यो ब्लडको चाहिँ यत्तिकै छ नि त अलिक त्यो रिकभर हुनलाई टाइम पनि लाग्छ अनि त्यो स्टिच पनि लगाएको छ गाह्रो छ साथीहरू अपरेसन किडनी नै फालेको है त्यही भएर अब चाहिँ हामी अहिले यो कहाँ नक्साल पुग्यौँ नक्साल अब रुम पुगेर म होटल पुगेर भ्लग कन्टिन्यू गर्छु हामी चाहिँ होटल आइपुगिसक्यौँ गाइस अब रुम पुगेर रुम चेन्ज गर्न लागेको हामीले अनि त्यही भएर यहाँ कुरा भइरहेको छ यो रुम यो रहेछ रुम चाहिँ रुम पनि हेरेँ मैले गाइस अब अगाडिको त अलिकति सानो भन्नाले ठिकै नै थियो रुम अनि अब डेढलाई यताउति हिँडाउनु पनि पर्छ नि त अनि त्यही भएर रुम चाहिँ हामीले चेन्ज गर्न लागेको अलिकति ठुलोवाला रुम स्पेस भएकोवाला हेर्ने भनेर अनि हेरिसकेँ मैले अनि चाहिँ हाम्रो रुम पनि फिक्स भयो अब म डेढलाई हिँड्नलाई जाँदैछु खुल्जा सिमसिम खुल्यो ल जाम हेरेँ माथि के चिया खाने के खाने यहाँ होटलमा आइरहेछौँ के भयो तपाईँ बोल्नुभयो कि क्या डिस्चार्ज भयो अनि के भयो यस्तो छ डेढी कफी चियाको लत लागेपछि सकिँदैन साथीहरू यस्तै छ खाइन्छ कफी अरू रात दिनको कफी पनि मान्छे एडिक्सन भइसक्यो नबोल्नु धेरै नबोल्नु हकाउँछन् काफले मेरो युट्युबमा अहिले फेरि कपिराइट आउँछ तपाईँले त छोड्नु भएन त रजनीगन्धा अब रेडी सबै छोड्नु चट पुरै चट होइन दुईजना भन्दा चाहिँ मैले अरू के सम्बन्ध पर्दैन अब छोरी आमा सुन्छ गर्नु त एकचोटि छोडिसकेको नि त रजनीगन्धा खाएर यहाँ यस्तो भएर बर्बाद अब भेप रजनीगन्धा नखाने होइन त तपाईँ भेप त खाँदैन खाने रजनीगन्धा सुपारी कहिले काहीँ खाइन्छ कि भनेको त्यो पनि खाइन्छ जस्तो छैन हो अब पार्ला जिब्रे बाक्लो भएर आयो धन्न अपरेसन गर्न मिल्ने चाहिँ शरीर भएको रहेछ बेलैमा थाहा भयो नि त हामीलाई साथीहरू यो होटल चाहिँ भर्खर बन्दैछ यहाँ अर्को पनि छ कतिवटा बेड छ कुन फ्लोरमा फर्स्ट फ्लोरको हेरौँ न त ल हेर्छौँ राम्रो छ होटल हेलो यो हेरौँ त कस्तो छ यस्तो रहेछ यो चाहिँ अब यो र त्यसमा हेर्नु पर्यो कन्फर्म गर्नु पर्यो होइन त मैले
सामान फर्स्टमा 403 403 बाट कता 403 उज्यालो पनि आउँछ भनेर राखिदिएको बेडमा लाउँदैछ नि त सेरम अङ्कल हैन दीपक दाइ ए दीप अङ्कल कुन भन्नुभएको माथिको माथिको भन्नु ए ठिकै छ यही पनि हुन्छ भएका उ पनि के भन्छ लाइट पनि मजाले आउँछ भनेर चाहिँ माथिको देखाएको हो ठिकै छ माथि भन्दा अब यही नै होस् एक तलामै होस् मान्छेहरू अरू आउँदाखेरि पनि सजिलो हुन्छ सामान राख्न पनि स्पेस रहेछ त्यता राख्नलाई हुन्छ र गाइज हामी चाहिँ अब चाहिँ फाइनल भएर यही बस्ने भयो 3 चोटि भइसक्यो सारेको फर्स्टमा 403 कि कति 403 3 बाट कता 5 405 अब यहाँ 100 104 मा हामी चाहिँ बस्ने पर्यौँ फाइनली अब चाहिँ यही भयो है हामी बस्ने चाहिँ ल अब म कोक खानलाई जान्छु मैले कोक अर्डर गरेको छु कोक आइस हालेर खाने हो टन्नु भनेर Disparo, hey! दुःख होला हो त्यहाँनिर होइन ए 100 कतिमै हो अहिले 100 कतिमा हो कस्तो छिटो गएको हो एकको होइन कार्ड ल फर्स्ट फ्लोरमै होइन त हजुर हो कुन हो त्यहाँ एउटा मात्र बेड छ क्या त्यहाँनिर यही आउनु साथीहरू म चाहिँ अब मेरो अस्ति बसेको रुम पहिलाको रुम आइरहेको छु यहाँ होइन अनि अब यो सामानहरू के गर्नु पर्यो यहाँ यत्रो सामानहरू छ के भन्नु सामानहरू सब मिलाउँदै प्याकिङ गर्दैछु यहाँको पनि यत्रो सामान फेरि लानुपर्ने छ गाह्रो छ जिन्दगी पुरै झोला झोला बनाइरहेछु यसरी मैले सब लाने लुगाहरू त्यस्तै हो साथीहरू जिन्दगी कहिले घाम कहिले पानी म त यति धेरै कुदिसकेँ नि यो 5 डेज त म लाइफको यति धेरै कुदेको होला यति धेरै कुदे होला क्या कताबाट कहाँ गड अब मेरो यो सबै सामानहरू तर लगिसके पछाडि अनि मात्र मेरो काम सकिन्छ आजको लागि कति बेला यहाँ सकौँ र यहाँ आनन्दसँग बसौँ भइसक्यो राम्रो गलेर थाकि नै सक्यो भने ल अब यहाँको सब सामानहरू मिलाएर अनि म माथि गइसके पछाडि भिडियो बनाउँछु गाइस मैले चाहिँ भर्खर रुमहरू सब सफा गरेर मिलाएर सामानहरू ल्याएर बल्ल म फ्री भएँ अब चाहिँ म खाना लाग्दैछु यहाँ अनि खाना खाइसके पछाडि चाहिँ अनि म भ्लग पनि एन्ड गर्छु ड्याडीलाई पनि यहाँ मैले रेडी गर्दैछु ड्याडीलाई अन्डा दिनु पर्यो भनेर त्यहाँ वेट गर्नु हुँदैछ अनि म खाइहाल्छु अनि ड्याडीलाई खुवाइदिन्छु भिडियो हेर्दै गर्नु है त मैले के होइन कति दिनपछि खाना खाँदैछु यसरी मिस गरेको थिएँ खाना हिजो बेलुका नि आदित्यहरूले त ल्याइदिनु भएको थियो खाना आन्टी यहाँ पछाडिबाट आयो भन्नुहुँदैछ आन्टी यहाँ ड्याडीलाई भेट्नलाई भनेर आउनुभएको
मजाले अन्डा पकाउने डाइनोसरकै अन्डा पकाइदियो बना सबहरूले अब आउँदै अब खाना खाएर अनि साथीहरू सुत्ने हो नसुतेको मजाले भइसक्यो मामलामा पुरै रुगा नागेर जस्तै भयो छ त्यही अहिले खानु एलेग्रा मैले चाहिँ खाना खाइसकेँ अब अनि अब आजको भ्लग चाहिँ म यही एन्ड गर्दैछु फाइनली यहाँ आइपुगेँ म मेरो गुड भत्केर यहाँ सरिसक्यो आजदेखि अनि साथीहरू हजुरहरूलाई मदर्स डेको लागि अथवा अरू केहीको लागि लुगाहरू चाहिएको छ कुर्ताहरू भने कर्सेटहरू भने सप विथ प्रजिनामा सप गर्न चाहिँ नबिर्सिनु होला सबैजनाले टिकटकमा अनि इन्स्टाग्राममा मलाई मेसेज गर्नु होला नयाँ नयाँ न्यू अराइभलहरू आएको छ अनि अब अरू पनि एड हुन्छ त्यही भएर हेर्दै गर्नु होला इन्स्टाग्राममा सप विथ प्रजिना छ यति धेरै फेक आइडी फेरि बनाएर है अनि मेरो भिडियोहरू त्यो हालेको युज गरेर अनि अरू पेजले हाल्ने के 500 मा पाउँछ 800 मा पाउँछ भन्दै अनि कतिजनाले त त्यस्तो स्क्याममा परेर अनि कतिजनाले मेसेज गर्नुहुन्छ के यस्तो के भन्दो रहेछ भने अहिले थोरै पेमेन्ट गर्नुपर्छ अनि अरू चाहिँ सामान आइसके पछाडि भनेर भन्ने रहेछ अनि त्यस्तो गर्ने के अनि व्हाट्सएप नम्बर पनि यो हो भन्दै सप विथ प्रजिना 1 सप विथ प्रजिना 2 अनि अरू गर्ने तर मेरो एउटा मात्र छ टिकटक सप विथ प्रजिना मात्र भन्ने 8000 कति फलोअर्स भएको छ अनि इन्स्टाको चाहिँ 3000 कति फलोअर्स भएको एउटा मात्र छ सप विथ प्रजिना मात्र भएको अरू चाहिँ होइन नझुक्किनु होला र सबैजना थ्याङ्क यू सो मच भिडियो लास्टसम्म हेरिदिनु भएकोमा ड्याडीको अब यस्तै छ अहिले खाना त होइन जाउलो खाएर ढल्किनु भयो यस्तो चाहिँ एकदम दुखिरहेछ भन्नुभएको छ यहाँ 3वटा टाका लगाएको छ नि त ड्याडीको 3वटा टाका अनि प्लस एउटा सानो होइन पाइप हालेको वाला त्यो सानो यस्तोमा बनाएको थियो क्या अनि त्यो पाइप निकाल्यो नि त अहिले अनि त्यहाँबाट त्यो के भन्छ डिस्चार्ज भइरहेको छ ब्लडहरू अनि त्यो चाहिँ एकदमै दुखेर गाह्रो भइरहेको छ रेडलाई सिधा स्ट्रेट हुनलाई ढल्किराख्नु भएको छ ल अब म भ्लग यहीँ एन्ड गर्छु अब हाम्रो भेट अर्को भ्लगमा हुन्छ गाइज भिडियो चाहिँ हेर्दै गर्नु होला र लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला सबैजनालाई गुड नाइट बाई